다 되래야. सर्वप्रथम अनि यो सबैले अ, यो गुन्स्यो अर्थात् यो वसन्त शिक्षामा अलिकता समयमा समस्या आएको कारणले गर्दा अलिकता परिवर्तन भएको छ। अब यस्तै यो अनि यो आर्य क्षेमा यो वसन्ती शिक्षामा अनि भाग लिइरहने सबैजना अनि सर्वप्रथम केरमसे लगायतका अनि सबै भिक्षुणीहरू सबैलाई अनि चासिँदै त्यस्तै गरी अब यो सञ्जाल मार्फत अब हेर्नु भने सबैलाई अब सबैलाई अब अनि सुसज्जको कामना व्यक्त गर्दछु। अनि यो आर्य क्षेमाको यो अनि सातौं अब क्रममा जाँदाखेरि आज पहिलो क्रम रहेको छ। अब खास गरी यसको अब मैले अब 14 गतेबाट सुरुवात गर्नुपर्ने थियो, तर पनि के भन्दा विभिन्न यो कार्य विभिन्न यो बैठक हुने कारणले गर्दाखेरि मैले यसरी यो अनि वसन्त शिक्षा अनि यो त्यति राम्रोसँग मैले अब समयमा यसलाई मैले गर्न सफल भएनौँ। अनि कसैको सोचमा अब यो सालको अब यो आरएसएमा वसन्तीको शिक्षा त्यति राम्रो हुँदैन होला भन्ने आशा कसैले जागेको छ होला। त्यही कारणले गर्दाखेरि अनि अनि आजको यो वसन्ती यो सालको वसन्तीको शिक्षा चाहिँ अब यो अनि अनि जति सक्दो अब राम्रो हुनेछ भन्ने आशा गर्दछु। अनि यो बेलामा चाहिँ अब भिखु दुर्जेको अब जीवनी कथा अब राम्रो कामको एउटा कर्म भन्ने एउटा त्यसको विषयमा अब जाँदैछु। अब जुन बताएको बमोजिम नै अब यो शुद्ध तर एकदम अर्थपूर्ण हुनेछ भने अब यो सत्यमा सत्य चाहिँ हुनेछ भने अब त्यति अब ग्यारेन्टी दिन सक्दिनँ। त्यो पनि जति सक्दो यसलाई पङ्क्ति मिलाएर अनि बताउने छु र जुन मिगी दुर्जेको जुन जीवनी कथा जुन लेक्चेमा भनिन्छ राम्रो कुशल कर्मको एउटा गाथा पाठलाई जति सक्दो म राम्रो बताउने जमर्को राख्नेछु। अनि यो बेला चाहिँ अब विशेष गरी अब यो आर्य क्षेमा वसन्ती शिक्षामा चाहिँ अब यो मिगी दुर्जेको एउटा जीवनी कथाको राम्रो कर्मको पाठ भन्ने यो गइरहेको छ। त्यो अनि त्यो बेला चाहिँ के हो त त्यो किन लेखिएको त के भन्दाखेरि अब यो चाहिँ अब जुन मिगी दुर्जेले एक किसिम के हो त अनि हामी जे जस्तो राम्रो काम गर्दाखेरि पनि होइन अनि बौद्ध धर्म फैलाउनको लागि र विशेष गरी अनि यो बोधमा फैलिएको यो अनि भिक्षु वर्गहरू अनि यो उत्साह चाहना एक किसिमको बौद्ध धर्म भने यस्तो हो भने यसलाई फैलाउट हुनको लागि यसरी मेगी दोर्जेले यसरी अनि आफ्नो जीवनी गाथामा राम्रो कामको गाथामा यसरी उहाँले कोर्नु भएको छ। त्यसै कारणले गर्दाखेरि यो हामीले अहिले मान्दै आएको र सिक्दै आएको यो बौद्ध धर्मको मूल स्रोत उत्पन्न नै यो भारतमा उत्पन्न भएको हो। अनि प्राचीन कालमा यो भारतमा यो अनि यो समय र एउटा अनि धेरै अब शताब्दीहरू होइन यसरी अब भाग गर्दै छुट्याउँदै आयो। अनि जुन अनि प्राचीन कालमा चाहिँ के हो त भन्दाखेरि अब जुन अब यो केटाकेटीको एउटै नै थियो, त्यो बेला एउटै नै थियो। अनि जुन त्यो बेला एउटा एउटा घिच्यो भन्ने एउटा शास्त्र उत्पन्न भयो होइन। त्यो बेला चाहिँ अब एक किसिमको अनि केटाकेटीको एउटा बराबर थियो जुन हकहरू। अनि त्यो बेला जुन अनि यो चाहिँ अब
सन् अनि सन् 1500 देखि अब अनि यो 100 यो ईस्वी संवित भनेर भन्दा पनि यो 1500 अनि अगाडि यसरी अब यो अनि अ, एउटा अब पुरुषलाई अब अनि एउटा स्त्री एउटा श्रीमती हुने एउटा त्यस्तो धेरै अब प्रचलन थियो अनि यसरी हुँदै 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 गयो होइन अनि अ, अनि अनि पछि गएर यो अब जुन अब ईस्वी सम्मत भनेर पनि अब 1000 साल अघि अबदेखि अब फेरि के हो त यो स्त्रीको यो अ, जुन अब हालत चाहिँ एकदम कमजोर हुँदै गयो होइन अनि केटी भनेको चाहिँ एउटा विश्वासको एउटा पात्र नभएको होइन धेरै नै एउटा डाहा गर्ने एउटा जात भएको यसरी बताउँदै आयो अब हुन तर त्यो बेला पनि के हो त भन्दाखेरि आहुति दिने बेलामा जुन पुरुष र महिला यसरी सँगै बसेर यसरी अब यो आहुति दिने पूजाआजा गर्ने प्रचलन थियो अब सूत्र अब शताब्दी भनिन्छ अर्थात् यसलाई चाहिँ अब जुन ईस्वी संवित भनेर भने 500 देखि 250 100 वर्ष अगाडि होइन त्यो भन्दा पनि एकदम कमजोर अवस्थाहरू देखा पर्यो त्यो बेला अनेक धेरै नै सूत्रहरू थियो त्यो बेला अब यो नियमको सूत्र भने त्यो भित्र चाहिँ के हो त केटीलाई चाहिँ के हो त त्यो भित्र के लेखियो छ भन्दाखेरि चाहिँ एउटा केटी भनेको चाहिँ के हो त अनि केटासँग एउटा अधिकार होइन केटीको अधिकार चाहिँ केटालाई अधिकार छ केटीको चाहिँ होइन अनि सानो समयमा अब के हो त सानो छँदा अब बुवाको मुखमा सुन्नुपर्ने हुन्छ यदि अनि बुहारी भइसकेर अर्को घरमा जाँदाखेरि अनि आफ्नो अब श्रीमानको अब मुखमा श्रीमानको अब भनेको टेर्नु पर्यो होइन अनि अब बुढेसकाल हुँदाखेरि के हो त अनि छोराछोरीको नाता नातिनीको अब कुरा सुन्नुपर्ने त्यसको अब भर पर्नुपर्ने त्यही कारणले अनि एउटा के अधिकारै नभएको त्यस्तो अब अनि समस्याहरू देखा परेको थियो त्यो भित्र अब यो नियमको सूत्र भन्नेमा यसरी कोरिएको छ अब एउटा पुरुषले पनि अब धेरै अब स्त्रीहरू महिलाहरू अब राख्ने चलन थियो अनि एउटा जात त्यस्तै गरी अब तल्लो माथिल्लो तहको जात वर्गले गर्दाखेरि पनि अब यसरी अब भएको थियो जस्तो कि अब ब्राह्मण जातले अब 3टा स्त्री राख्नु पाउँथ्यो होइन अब क्षेत्रीय जातिले अब 2टा स्त्री 2टा बुढी राख्नु पाउँथ्यो भने त्यसै गरी अब यो शूद्र जातिहरूले अब एउटा बाहेक अरू अब स्त्रीहरू अब भित्र नपाउँथे बिहे गर्न नपाउँथ्यो होइन बुढी गर्न नपाउँथ्यो त्यस्तो विभिन्न आफ्नो स्थापनाहरू राख्यो प्रतिपदाहरू यसरी राख्यो अनि जति पनि अब जातहरू यो कुलहरू उच्च स्तरमा जात वर्गको कुरा ठुलो 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 अब बढ्दै गयो त्यति नै अब स्त्रीको केटीको कुराहरू चाहिँ अब एक किसिमको एउटा जुन उनीहरू स्थान चाहिँ तल्लो तल्लो एकदम कमजोर भएर गयो त्यही कारणले यो बुद्धको प्रवचन अब हामीले दर्शन गर्दाखेरि पनि यो पाली भाषामा लेखिएको होइन कुराहरूमा अब के हो त अनि यसको समस्याहरू यसको विवरण घटनाहरू अब हामीले अलिकता देख्न चाल पाउन सक्छौँ जस्तै कि यो विनय पिटक भित्र चाहिँ अब कलन्तकै अब पुत्र सङ्जिन भन्ने भित्रमा चाहिँ अब शुद्धता भनिन्छ जुन कलन्तकै अब कलन्तकाको अब शुद्धता त्यो उहाँ चाहिँ भिक्षु हुने बेलामा अब होइन अब उहाँ अब के हो त भन्दाखेरि अब उहाँलाई एउटा बुहारी रहेछ तर छोरा नभएको कारणले गर्दाखेरि उहाँको आमाको सोचमा चाहिँ अब हाम्रो घरमा एउटा अब बुहारीले छोरा जन्मेन भने त अब के हो त अनि हाम्रो धन सम्पत्तिहरू सबै अब राजाले लाने हुन्छ खोज्ने हुन्छ त्यही कारणले जसरी पनि अब हामीले छोराको जरुरी छ यसरी कुरा
गरेछ त्यही कारणले अनि केही एउटा उपाय जुक्ति निकाल्नु पर्यो भनेर अनि जुन शुद्धतालाई चाहिँ अब अनि छोराछोरी पाल्नुको लागि अब के हो त नि फैल्नको लागि आफ्नो कुलहरू नाश नहुनको लागि के हो त नि अनि एउटा बुहारी लिनु लागेछ अनि यदि बुहारी लियो भने उसलाई पुत्र जन्मिन्छ पुत्र जन्मिने हाम्रो सम्पत्तिहरू राजाले खोसिँदैन भने के कारणले नि अब कुनै दोषहरू पनि लाग्ने हुँदैन भन्ने यस्तो कुराहरू गर्दाखेरि अनि अनि त्यसरी अब जुन अब यो निसंक्षोभ भनिन्छ जुन अब यो अब व्यभिचार यसरी अब सुरुवात भएको थियो जुन भिक्षुलाई होइन अनि यो व्यभिचार गर्नु हुँदैन भने बुद्धत्वको ज्ञान प्राप्त भएर 13 वर्षपछि अनि यसरी भिक्षुले चाहिँ एउटा व्यभिचार गर्यो भने चाहिँ यसरी दोष लाग्नेछ पतन हुनेछ भने यसको एउटा मूल कुराहरू यसरी अब त्यो बेर लेखिएको थियो यो मूल स्रोत राखेर अनि यसरी अब यो अनि विभिन्न गाउँ बस्तीको कुराको होइन अनि विभिन्न कुराहरू यसरी अब सुरुवात भएको थियो त्यही कारणले एउटा घर परिवारमा एउटा त्यहाँ पुरुषहरू छैन भने अनि जुन अब त्यहाँ चाहिँ के हो त सबै अब धन सम्पत्तिहरू अब राजालाई दिनुपर्ने हुन्थ्यो पुरुष नहुँदाखेरि त्यही कारण त्यसो नहुनुको लागि अब जुन त्यो बेला अब जुन शुद्धताको आमाले यसो गर्नुभएको रहेछ त्यही कारण त्यसै गरी अब यो विनय पिटकभित्र अब जुन अब भिक्षुनी भएर पनि अब के हो त अनि पुत्र जन्मिएको कुराहरू पनि धेरै यस्तो कुराहरू लेखिएको छ यो विशेष गरी केमा भेटिएको छ त भन्दाखेरि एउटा हिल्छो भनिन्छ जुन अब गाउँको परिपट्टि होइन त्यसमा अब भेट्न पुगेको छ किन भन्दाखेरि अब जुन भिक्षुनी भेमा भनिन्छ जुन अब भिक्षुनी किसिमको अब यो भेमा चाहिँ अब यो भिक्षुनी नहुनुभन्दा अगाडि अब उहाँ अनि उहाँको चाहिँ के हो त उहाँको अब श्रीमान खचिसकेर अब अनि छोराछोरी केही नभएको कारणले गर्दाखेरि अनि यो अब धन सम्पत्ति सबै राजाको दिनुपर्ने हुन्छ छोरा सन्तान छैन भने त्यही कारणले अनि आफ्नो श्रीमान खसेको हुँदाखेरि अनि भिक्षु छार्का भन्ने एउटा उहाँसँग अनि सम्बन्ध राखेर अनि यसरी अब पुत्र जन्मिएको कुराहरू पनि लेखिएको छ त्यसै कारणले त्यो बेलाको प्राचीन बेला भारतमा अनि धर्मको एउटा परिपट्टिहरू सिद्धान्तहरू अनि जुन अब अनि त्यो बेला अनि छोरा अब भिक्षु हुनुपर्ने नहुनुपर्ने कुराहरू त्यसरी अब त्यो बेला अब राखिएको थियो भनौँ न त्यो बेला अब भनौँ न अब माफ गर्नु होला त्यो बेला अब के हो त जुन भारतवर्षमा चाहिँ अनि सिद्धान्तहरू अनि उनीहरूले चाहिँ के हो त अनि त्यो भित्र केटीहरू चाहिँ रप्तु अब केटीहरू चाहिँ भिक्षुनी बन्नु पाउँदैन भनेर अनि नपाउने कुराहरू थियो त्यो बेला भिक्षुनी बन्नु नपाउँथ्यो अब किन भन्दाखेरि त्यो बेला अब स्त्रीलाई अब अधिकार केही थिएन अनि सबैले अब यसरी विभिन्न के हो त भन्दाखेरि अब उहाँको धेरै अब कमजोर कुराहरू थियो त्यो विभिन्न कुराहरूले गर्दाखेरि अब अनि यसरी अब आइरहेको छ होइन अनि केटाकेटीको अनि हक बराबरी छैन भन्ने कुराहरूदेखि लिएर धेरै अब यसमा प्रभावहरू परेको छ दोस्रो कुरामा चाहिँ अब यदि बौद्ध धर्ममा भिक्षुनी अब भयो भने केटीहरू भिक्षुनी भयो भने अब के हो त अनि धेरै प्रभाव पर्ने कुराहरू विभिन्न गरिएको छ दोस्रो कुरामा हेर्ने भने होइन अब के हो त अनि यो 5 गुणहरूमा यो रागहरूलाई रोकथाम गर्नको लागि अनि भिक्षुनी बन्नु पाउँदैन यदि भिक्षुनी भयो भने पनि अब के हो त अनि यो अनि विभिन्न अब समस्याहरू देखा पर्दछ भन्ने कुराहरूले गर्दाखेरि अनि स्त्रीहरूलाई अब भिक्षुनी बन्न नपाउँथ्यो
यो अब यसरी स्त्रीहरूलाई चाहिँ महत्त्वपूर्ण अब अंश नदिएको हो त बौद्ध दर्शनबाट त्यो होइन किन भन्दाखेरि यो चाहिँ अब यदि यो श्रमणको यो एउटा फल होइन दुवैलाई एउटा प्राप्त गर्ने नगर्ने दुवैमा बराबरी हक छ तर देश परिस्थिति काल जुन प्राचीन कालमा चलिरहेको परिस्थितिले गर्दाखेरि अनि केटीको हक सानो र केटाको हक ठुलो भएको कारणले गर्दाखेरि यसरी अब एक आपसमा अत्याचार गर्ने एक किसिममा तल्लो निज हिसाबले हेर्ने गर्दाखेरि अनि यसरी अनि स्त्रीहरू चाहिँ भिक्षुनी बन्नु सहमति छैन भनेर यसरी लेखिएको छ तर पनि बौद्ध दर्शनबाट हेर्ने हो भने दुवैमा हक बराबरी छ बौद्ध धर्म अध्ययन गर्नुलाई बुद्धत्व प्राप्त गर्नुलाई त्यहाँ आफ्नो क्षमतामा भर पर्छ एउटा गोत्रमा भर पर्दैन अनि बुद्धको पालोमा पनि अब भिक्षु र भिक्षुनीको संख्या बराबर थियो त भन्दाखेरि थिएन जति भए तापनि भिक्षुहरूको संख्या चाहिँ एकदम ज्यादा थियो र भिक्षुनीको संख्याले भिक्षुको संख्यालाई अब पार गर्न सकेको थिएन बुद्धकालमा पनि यो भिक्षु वर्गभित्र पनि अब फेरि यो भिक्षुनी वर्गभित्र एउटा नि सिद्धि पुरुष सिद्धि र नि यो किसिमको विद्वान्त नभएको हो त होइन मुक्त र सिद्ध स्त्रीहरू पनि धेरै थियो सिद्ध पुरुष धेरै थियो त्यो बेला अब त्यसै गरी अब भोटमा कुरा गर्ने हो भने पहिलो पद फैलेको बौद्ध धर्म दोस्रो चरण भन्ने कुरा रहेको छ अनि यसरी पहिलो चरणदेखि दोस्रो चरणमा अवतरण हुँदाखेरि अब जुन यसको शीलको एउटा सम्प्रदायहरू परम्पराहरू एक अर्कोसँग आइरहेको छ भन्ने म आशा गर्दछु अब यो प्रतिमोक्षशील जुन अब भिक्षुनीको शील चाहिँ अब फैलिनको लागि धेरै नै अब प्रभावहरू र धेरै नै कष्टहरू परेको थियो अब जुन अब भोटमा चाहिँ भिक्षुनीको शीलको सम्प्रदाय नफैलेको हुँदाखेरि अब त्यसरी फैलिन सकेन त्यसै कारणले गर्दाखेरि अनि धेरै नै प्रभाव परेर त्यति फैलिन सकेन यो शरणहरू त्यसै गरी भिक्षुनीहरू हैन त्यसै गरी अब शिक्षामानहरू विभिन्न यस्तो क्रमसँग भिक्षुनीको शिला लिनुपर्ने हुँदाखेरि अनि यसको परम्परा यसको सिलसिला पंक्तिहरू चाहिँ भोटमा आउँदाखेरि धेरै नै समस्या आएको थियो आज भोलि पनि अब जुन अब हामीले घेचुल भनिन्छ जुन श्रमणेरीको अब शिलाहरू अब जुन भिक्षुनीहरूले अब दिइरहेको हुन्छ त्यो चाहिँ अब शुद्ध त छ कि छैन हैन अब यो एकदम शुद्धिकरण छ कि छैन भने हामीले जाँच गर्नु जरुरी छ अब यो भिक्षुनीहरूलाई सिल प्रदान गर्नको लागि चाहिँ भिक्षुनीको संघहरू भिक्षुनी गणहरूको अब हुनु एकदम जरुरी छ त्यही कारणले गर्दाखेरि प्रायः अनि यो श्रम ऋणीको सिल चाहिँ अनि प्रत्यक्ष रूपमा दिने चाहिँ अहिले पनि अलिकता कष्ट नै छ विभिन्न यो भिक्षुनीको गणहरू भिक्षुनी संघहरू धेरै अब नभएको कारणले गर्दाखेरि अनि समस्याहरू देखा परेको छ अब योसँग सम्बन्धित भएको अब यो धर्मनीतिकहरूले अनि
कसरी हामीले हेर्नुपर्ने हुन्छ होइन। अनि आफ्नै अब जुन अब मार्गदर्शकको छ होइन, जुन मार्गदर्शकले कसरी हेर्नुपर्ने हुन्छ, आफ्नोमै यो सत्यता छ कि छैन, शुद्धता छ कि छैन, आफूले यसरी रेखदेख गर्नुपर्ने, त्यसलाई विश्लेषण विमर्श गर्नु अत्यन्त जरुरी देख्दछु। त्यसै कारणले गर्दाखेरि पहिला हेरी अहिले भिक्षुनीको शिलाहरू फैलाउनको लागि, यसको परम्पराहरू हुनको लागि सबैले हातेमालो गरेर सायद गरेर यसरी फैलाउन अहिले धेरै रहेको छ। अब यसलाई आनी भने पनि एउटा भिक्षुनी भए पनि जे नाम राखे तापनि अनि आफूले यसलाई बल गरेर अनि जुन सक्छ आफूले अनि जुन आफूले यो कर्म गर्नु आफ्नो क्षमता छ होइन, अनि त्यसपट्टि लाग्यो भने यसको फल अवश्य प्राप्त हुँदछ। अनि यसरी आफूले बुद्धत्व ज्ञान प्राप्त गर्नको लागि धेरै नै एउटा मौका पाएको हुँदाखेरि यो मौकालाई चाहिँ हामीले घुमाउनु नहुने हाम्रो हातमा रहेको छ। यसलाई यो मौकालाई हामीले गुमायो भने हामीले कहिले पनि हामीलाई फलहरू प्राप्त हुने छैन। त्यसैले गर्दाखेरि अनि महाग्रन्थहरू अध्ययन गर्ने होइन, जे गरे तापनि अनि विभिन्न यो समाजको कुरामा जस्तो आए तापनि जे भए तापनि बराबरी केटाकेटी बराबरी छ भन्ने कुरा जे भए तापनि अनि 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 यो कुन चाहिँ सत्यता हो, कुन चाहिँ शुद्धिकरण छ, कुन चाहिँ छैन भनेर यसरी अब एक किसिमको हामीले जुन भिक्षुनी वर्गहरूले जाँच गर्नुपर्ने विश्लेषण गर्नुपर्ने जरुरी देख्दछु। अब यो बाहिरी युरोपेलीले सोच्ने विचार गर्ने तरिका र जुन एसियामातिर विचार गर्ने तरिका यो भिन्नता छ, बेग्लै छ होइन। आफ्नो यो संस्कृतिहरू अनि आफ्नै बोकेर आउँदा हुँदाखेरि होइन यसको विचार मिल्दैन नि त। त्यसै कारणले गर्दाखेरि अनि जुन भएको एउटा भिक्षुनीको शिलालाई पनि के हो त भताभुङ्ग पर्ने खण्डन पर्ने धेरै खतरा देख्दछु। त्यसै कारणले गर्दाखेरि अनि भिक्षुनी भित्रबाट नै अनि यो कतिको यो सत्यता छ, हामी दुःख गर्यो भने पक्कै नै हामीले फल मिल्दछ। यो शिलालाई हामीले एक किसिमको जुन परम्परा आइरहेको सम्प्रदायले चाहिँ हामीले एक किसिमको पालना गर्नु पर्दछ भने यसरी रेखदेख गर्ने सुरक्षा गर्नु अत्यन्त जरुरी देख्दछु। त्यसै कारणले गर्दाखेरि अनि विभिन्न अब बौद्ध सम्प्रदायको विद्वानहरू रहेको छ होइन। अनि 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 भिक्षुनीको शिलाहरू हामीले अब दिनु मिल्छ कि मिल्दैन, यो छको छ कि छैन भने यसरी अब यसको विषयमा हामीले अनि विषयमा हामीले अब चर्चा गर्नु अत्यन्त जरुरी पर्दछ। त्यही कारणले गर्दाखेरि अनि एउटा छलफल गर्ने क्रममा अनि टिबेटन भिक्षुनीले के भन्नुभएको रहेछ भने त्यो बेला अब हामीले अब धेरै समस्या अब खप्न सक्दैन, यो विभिन्न चर्काचर्की कुराहरू सुन्दिनँ
अब होइन धेरै कुराहरू रहेछ होइन यो विभिन्न भिक्षुनीको कुराहरू अब हामीले अब धेरै सोच्यो भने विचार गरेर टाउको दुख्दो रहेछ यो चाहिँदैन रहेछ भन्ने कुरा एक किसिमको त्यस्तो हिस्सा पनि आएको थियो धेरै यसमा कचङ्गल भएको हुँदाखेरि होइन त्यसै कारणले गर्दाखेरि अब त्यो बेला अब के हो त भिक्षुनीको शिला चाहिँ होइन जुन समूह चाहिँ अब यो सिद्ध भएको छ कि छैन त्यसको विषयमा चर्चा हुँदैछ छलफल विवेचन हुँदैछ नि त होइन अनि अनि त्यो बेलामा त विवेचना गर्दा गर्दा बिचमा उठेर यो हामीले चाहिँदैन यो आवश्यकता छैन भन्दाखेरि अलिकति कस्तो अलिकति नसक्दो देख्दछ होइन होइन एक एक पक्षबाट हेर्दाखेरि बिचरा उहाँलाई केही अब होइन उहाँलाई केही ज्ञानको कमी कमजोर थियो होला होइन कसैले भनेको लैलामा लागेको थियो होइन होइन अनि त्यसको विषयमा आन्तरिक ज्ञान गम्भीरता हिसाबले नभएको हुनाले अब विभिन्न भनावटी गरेको सुरुङ हुँदाखेरि यस्तो भनियो होला त्यसै कारणले गर्दाखेरि अनि त्यो यस्तो भएको बेला मलाई कस्तो एउटा अनुभव भयो यो चाहिँ राम्रो भएन भने अलिकति मलाई मनमा आयो होइन किन भन्दाखेरि अब यो अब भिक्षुनीको शिला छ कि छैन सिधा हुनु होस् नहोस् होइन आफूमा एउटा के हो त भित्री एउटा बल होइन एउटा अधिकतम चित्त बलवान चित्त हुनु जरुरी छ नि होइन एउटा अरूलाई भन्ने शब्दमा होइन भनेर मात्रै के फाइदा ल्याउँदैन नि त्यसले छरपट ल्याउँदैन नि होइन जे भए त भिक्षुनीको शिला राम्रोसँग पालना गर्छु म यसको विषयमा म यो के हो यो सके छैन यसको विषयमा दिन खट्नेछु भन्ने एउटा भित्रैदेखि नै एउटा बलवान चित्त हुनु पर्दछ त्यसै कारणले गर्दाखेरि अनि यसको विषयमा मैले पहिले पनि बताइसके अब अनि बुद्धको अब धेरै अब चेला रहेको छ होइन अनि त्यो बेला अब बुद्धको अनगिन्ती चेला भएको बेला पनि धेरै विद्वान प्राज्ञवान चाहिँ अब शरीपुत्र हो भनिन्छ होइन अनि त्यो बेला के हो त एकदम बुद्धिवान कलावान को त धेजेमा भन्ने त्यो बेला राखेको थियो होइन जुन यो भिक्षुनी रहेको छ त्यही कारणले अनि जुन यो वसन्ती शिक्षा पनि अब धेजेमा क्षमा भनेर राख्यौँ हामीले होइन आर्य क्षमा वसन्ती शिक्षा भनेर राख्यौँ यो अनि भिक्षुनीको यो अब शिक्षा पनि के हो त अनि वसन्तीमा भएको हुँदाखेरि यसरी अब आर्य क्षमा वसन्ती शिक्षा पनि होइन अब सबैमा अब हिउँदी राख्यो भने त्यति अब नसाउने हुँदाखेरि अनि मैले वसन्ती शिक्षा भनेर राख्दिएँ किनकि त्यो बेला वसन्तहरू अब उदिरहेको हुन्छ होइन अब हिउँद महिना चाहिँ अब पार लागेर अब वसन्त ऋतुहरू उदाउँदै गरेको हुँदाखेरि मैले आर्य क्षमा अनि एक किसिमको हो अनि वसन्ती शिक्षा भने यसरी मैले राखेँ अनि यो वसन्ती शिक्षा बेला के हो त भन्दाखेरि एक आपसमा अब यो हामीले तर्क वितर्कहरू राख्ने होइन यसमा संवादहरू गर्ने बौद्ध अनि यो बेला के हो त फेरि साधना गर्ने पनि रहेको छ त्यो बेला जप तप गर्ने रहेको छ अब विद्वानको तीनवटा कुरा छ नि होइन एउटा के हो त संवाद गर्ने एउटा रचना गर्ने एउटा प्रचार गर्ने तीन प्रकारको कुरा रहेको छ यो तीन कुराहरू अब भयो भने अनि बौद्ध अनि हामी एउटा बौद्ध मार्गी भएपछि यो तीनवटा कुरा अनिवार्य चाहिँदछ जति पनि बौद्ध धर्मको अनुयायी हुनुहुन्छ होइन अनुयायी भइसकेपछि के हो त त्यसमा एउटा संवाद जान्नुपर्ने अत्यन्त जरुरी देख्दछ अनि यो चाहिँ के हो त अरूसँग प्रतिस्पर्धा गर्नको लागि होइन अनि त्यो संवाद गर्नुको लागि के हो त एउटा अनि एउटा रिक्तमा भनिन्छ विद्वानको कला हो कि होइन
हैन यसमा विचार विमर्श गरेर हैन यसमा विश्लेषण गरेर हैन यो सत्यता छ कि छैन शुद्धिकरण छ कि छैन एउटा जान्नको लागि सम्मत हुनु अत्यन्त जरुरी देख्दछु एउटा विद्याको मार्गदेखि जाने एउटा यो उपाय रहेको छ जुन विद्वान भन्ने के हो विद्याको मार्गदेखि जाने हो नि त विद्याको मार्गदेखि जानको लागि त्यसमा विचार विमर्शलाई तिखार्नु पर्यो त्यो तिखार्नको लागि संवाद गर्नु पर्यो एक आपसमा तर्क वितर्क कुराहरूलाई अघि सार्नु पर्यो हैन त्यसको अर्थहरूलाई त्यसको खाँटी कुराहरूलाई सारहरूलाई केलाउँदै केलाउँदै यसरी अनि अघि ल्यायो भने पक्कै नै विद्वान हुनुमा अनि विज्ञानको मार्गदेखि अनि यसलाई तिखार्ने र अघि सार्ने हुँदाखेरि अनि यो अत्यन्त सम्भव हुनु अत्यन्त जरुरी देख्छु सम्पद गर्ने कुरामा अत्यन्त प्राथमिकता देख्दछु त्यही कारणले गर्दाखेरि त्यो बेला अब यो संकेतवादी विभिन्न हिन्दूको यो सिद्धान्तहरू उत्पन्न भएको थियो नि त हैन त्यो बेला किन संख्या विभिन्न यो भन्ने विभिन्न अब गन्ती गर्दै गर्दै संकेतवादी आए यो विभिन्न अब अर्थहरू केलाउनु पर्यो हैन अर्थ केलाउनको लागि के हो त विज्ञान विद्याको कुरा चाहिन्छ हैन जुन विचारहरू विमर्शको कुराहरूलाई राख्दाखेरि अर्थ केलाउनु पर्यो अर्थ केलाउनको लागि विभिन्न संवाद चाहिन्छ संवाद हुनको लागि हाम्रो बुद्धि ज्ञानलाई तिखार्नु पर्यो नि त्यही भएर बुद्धि ज्ञानलाई तिखार्ने एउटा कलालाई नै हामीले के भन्छ एक किसिमको विद्वान भनिन्छ यसलाई विद्यालाई तिखार्ने ज्ञानलाई विद्वान भनिन्छ त्यो वालालाई त्यसै कारणले गर्दाखेरि अनि हाम्रो सोचलाई गलत बाटोमा लगाउनु नहुने अत्यन्त जरुरी देख्दछु हैन यो संवाद यो चोपा भनिन्छ संवाद गर्ने तर्क वितर्क गर्ने भनेको चाहिँ एक किसिमको प्रतिस्पर्धा गर्नु अरूलाई हराउनु अरूलाई पराजय गर्नु त्यस्तोले भनिँदैन हैन अनि यो के हो त सत्यता ज्ञानलाई केलाउने अर्थ ज्ञानलाई केलाउने यसलाई हामीले त्यसको लागि अब हामीले यो सम्पद गरेको बुझ्नु पर्दछ यो किन गर्यो भन्दाखेरि आफ्नो उद्यम परिश्रम वृद्धि भएर जाने हैन यो वृद्धि भएर गयो भने आफूमा हुने कमजोरी जुन रिस जहाँ अज्ञानता कम हुँदै जाने न्यूनतममा झर्दै जाने फाइदा हुन्छ हो हामीले अध्ययन गर्ने ध्यान गर्ने बित्तिकै हामीमा के हो त लोभ रिस घमण्ड एकैचोटि त्यो शून्यतामा झर्दैन त्यसलाई क्रमैसँग बिस्तारै बिस्तारै हैन सुस्तरी सुस्तरी त्यसलाई हामीले हटाउन सक्छौँ त्यसै कारणले गर्दाखेरि अनि यो अनि सम्भव गरे पनि यसमा अध्ययन गरे पनि जे गरे तापनि के हो त अनि अनि ज्ञानलाई केलाउन अर्थ केलाउन भने राम्रो देख्दछु त्यसै कारणले गर्दाखेरि अनि आफू विजय हुने अरू पराजय हुने सोच मात्रै लिएर यसरी अध्ययन गर्यो अनि सम्भव गरे भने त्यो चाहिँ राम्रो काम होइन यसरी संवाद गर्दाखेरि विचार विमर्श गर्दाखेरि के हो त अनि आफूमा हुने बोध ज्ञानहरू फैलिएर जाने र आफूमा हुने कमजोरी जुन पञ्चविषको पञ्चविषालु मिठाईलाई हटाउन सक्ने त्यस्तो ज्ञानको क्षमता बढ्ने हुन्छ र दिन प्रतिदिन वृद्धि हुने हुन्छ त्यसलाई नै हामीले यो अनि हामीले यो संवाद राखेको हौँ अब यो राम्रो कामको अब पाठ अब 33 वटा आएको छ जुन मिक्यु दोर्जेको जुन जीवनी कथाको कथामा आज म 21औं यो श्लोक बताउन गइरहेको छु आज 21 श्लोकको यो राम्रो कामको अब पाठ रहेको छ अब यसको अब अर्थको पनि एउटा टीका रहेको छ यो डेबुङ र पोतलाबाट प्राप्त भएको दुईटा यसको टीका रहेको छ
यो दुईटा भित्र चाहिँ अब विभिन्न अब भागहरू खण्डहरू विषय फरक राखेको छ हैन। अनि मैले गत वर्ष अब यो धेपुङबाट प्रकाशित भएको यो विभिन्न अ, प्रतिपादन कुराहरू मैले राखेँ अनि त्यही अनि त्यसकै विषयमा शीर्षक राखी म त्यहाँदेखि बताउन चाहन्छु। यसमा चाहिँ अब के हो त अनि प्रशस्ति होइन जुन अब आफूले रचना गरेको सिद्ध हुने कुरो लगायत तिनवटा कुरा राखिएको छ। अनि यसमा पनि के हो त भने जुन अब पूर्वगत पाठ होइन त्यसैको पूर्वगतको पाठहरू त्यसै गरी के हो त भने मुख्य पाठहरू अनि अन्तिमको अब यो सिद्ध सम्पन्न हुने पाठ यसरी तिनवटा कुरो रहेको छ। त्यो भित्र पनि अब त्यो भित्र पनि के हो त भने प्रथम पुरुष मध्यम पुरुष अनि अधम पुरुष यसरी रहेको छ होइन। अब अधम पुरुष मध्यम पुरुष होइन अब यसरी उत्तम पुरुष अब छुङदिङ छेसौँ भनिन्छ सानो मध्यमता अनि मध्यम खाले अनि उच्चता हुँदाखेरि अब अनि त्यो भित्र पनि अब के हो त भने शिक्षा सिक्ने शिक्षण गर्ने तिनवटा कुराहरू आएको हुन्छ। त्यो भित्र पनि के हो त भने समृद्धि बौद्धिक चित्तलाई अनि परमार्थ बौद्धिक चित्तलाई अनि भावना गर्ने दुईटा कुरा रहेको छ बौद्धिक चित्तभित्र। अनि त्यो बौद्धिक चित्तभित्र पनि के हो त भने अहिलेको यो पाठ चाहिँ के हो त यो धुन्नम सिन्के परमार्थ बौद्धिक चित्त अनि यो आफूले अनुष्ठान अभ्यास गर्ने विषयमा अनि बताउँदैछौँ। हामीले यो जाँच गर्यो भने सबै धर्म के हो त पहिल्यैदेखि नै शान्त रहेको छ जुनले अब यो जोड दिने फाइदा हुने जे गरे पनि के हो त एक आपसमा हेऱ्यो भने के हो त भने आकाशले आकाशमा चाहिँ के हो त अनि सबै शान्तमय हुने हुँदाखेरि अनि सबै धर्महरू शून्य तर पहिलादेखि नै अनि शान्तपूर्ण छ भने यसरी बताएको छ। अनि अनि मिगी दोर्जी एक समयमा वा अब हुने बेलामा होइन अनि त्यो बेला अब समकालीन मिगी दोर्जीको बेलामा अब सिद्धान्तहरू के बताउँथ्यो त भन्दाखेरि अब हामी सबैले बौद्ध मार्ग प्राप्त गर्नु भनेको धर्म कायको फल प्राप्त गर्ने हो भन्छौँ। अनि धर्मकाय अब एक किसिमको जुन अब धर्मकाय नै मुख्य फल हो भन्ने बताउँदछ होइन। त्यो धर्मकाय प्राप्त गर्ने के हो त भने हिसेकी चोक अर्थात् यो ज्ञान सम्बरमा भर पर्दछ। यो ज्ञान सम्बर प्राप्त गर्न के हो त भने यो शून्यतालाई पराङ्कृत गरेको अब ज्ञान चाहिँदछ। अनि यो चाहिने हुँदाखेरि अनि यो शून्यतालाई पराङ्गत गर्नुपर्ने के हो त भने अरूले भनेको भनाइ के हो त भन्दाखेरि अनि यो परम्परा यो परम्परा अटुट परम्परा अनि गुरु वर्गदेखि आएको अनि ज्ञान बाहेक अरूले यसलाई यो बोध गर्न सकिँदैन पनि भन्ने भनाइ छ। त्यही कारणले अनि कसैले भन्छ कि अनि हाम्रै सम्प्रदायमा हाम्रै परम्पराको अनि किसिमको अब जुन अब यो शून्यतालाई बोध गर्ने ज्ञान आफ्नो गुरुको बाहेक सम्प्रदाय बाहेक अरू गुरुको सम्प्रदायदेखि परम्पराबाट यो शून्यतालाई बोध गर्न सकिँदैन भनेर पनि भने कसैले यसरी यसरी बताउने मान्छेहरू पनि रहेको छ। यो चाहिँ के हो त सिद्धान्तको एउटा मुख जुताइ होइन एउटा अनि सिद्धान्त अनि के हो त मेरो सिद्धान्त अत्यन्त शुद्ध तथा राम्रो विमलता हो अरूको चाहिँ खराब राम्रो होइन भन्ने कुरा देखाउँदछ। त्यही कारणले गर्दाखेरि अनि
यदि हामी पक्षको यो सिद्धान्तलाई अपनाउनु भयो भने शून्यतालाई प्रत्यक्ष रूपमा बोध गर्न सक्छ, नत्र भने अरू सिद्धान्तले केही छाडपटो लाउँदैन भने यसरी अब अनि भन्ने पनि छ। अब तोङ्गितो बिसेर भनिन्छ अर्थात् शून्यतालाई बोध गर्ने प्राज्ञ हैन, त्यसमा भर पर्दछ। त्यसमा पनि अब जाँच गर्ने धेरै कुराहरू आएको छ। अब यसरी अब 18वटा अब निकायहरू छुटिएको छ, त्यो भित्रमा पनि अब विभिन्न सिद्धान्तहरू, विभिन्न दर्शन कुराहरू विभिन्न आफ्नो रहेको छ। अब महायानको भित्र पनि अब यो माध्यम गरेर अब विज्ञानवादको कुराहरू आफ्नो रहेको छ। शून्यतालाई बोध गर्ने, प्रत्यक्ष रूपमा बोध गर्ने कुरा आफ्नो रहेको छ हैन। अब आफ्नै अब शून्यतालाई बोध गर्ने प्रज्ञाहरू बताएको छ। अनि यसलाई अनि यसमा टीका यसमा व्याख्यान गर्ने धेरै आफ्नै परिपट्टिहरू रहेको छ। अनि विशेष गरी भोटमा कसैले चाहिँ अनि कसैले अनि पहिला उत्पादन नभएको, नसुनिएको हैन, जे सम्झ्यो त्यही नै अनि जुन मनमा आयो त्यही नै अब शून्यता बोध गर्ने प्रज्ञा हो भने यसरी अब व्याख्यान गर्ने पनि रहेको छ। यहाँ कसैको बीचमा चाहिँ फेरि यो अनि शून्यताको बोध गर्ने आफूमा अब जुन के हो त आफूमा अब त्यसको अनुभूति नभएको कारणले गर्दा हैन। अनि मलाई अब शून्यता प्रत्यक्ष रूपमा बोध गर्ने प्राज्ञ नभएदा पनि शून्यता यसरी बोध गरिन्छ भने त्यसको अनुभूति छ भन्ने यसरी अब मिथ्या दर्शनमा ल्याउने पनि मान्छे रहेको छ। फेरि कोही मान्छेहरू चाहिँ अब यो अब श्रुतिमय प्रज्ञा, चिन्तनमय प्रज्ञा, भावनामय प्रज्ञा तीन प्रकारको हुँदाखेरि अनि फेरि कसैले चाहिँ तीन प्रकारको हुँदाखेरि यो चिन्तनमय र श्रुतिमय प्रज्ञाले चाहिँ त्यसलाई रोकथाम गरेर यसलाई चाहिँ रोकेर यसले चाहिँ कहिले पनि शून्यतालाई प्रत्यक्ष रूपमा बोध गर्न सकिँदैन है भनेर यसरी अब पनि भनिएको छ हैन। अनि शून्यता बोध गर्नको लागि चाहिँ अनि भावनामय प्रज्ञा नै चाहिन्छ है भनेर यसरी भन्ने पनि रहेको छ। त्यसै कारणले गर्दाखेरि विभिन्न कचङ्कलहरू रहेको छ। अब कसैले चाहिँ के हो त फेरि सबै यो धर्महरू सबै के हो त यो मनको एउटा जालो मात्रै हो हैन। अनि यो सबै यो धर्म चाहिँ मनको बनावट भएको कारणले गर्दाखेरि यो नचिन्ने कारणले गर्दाखेरि संसारमा घुम भौतारिरहेको हो। अनि यसलाई बुझ्यो भने यहाँदेखि मुक्त हुने हो। त्यही कारणले यो संसारको अनि संसारको यो जन्जाललाई अनि आफूले याद हुनु नहुनु, बोध गर्नु नहुनु संसार र अनि मुक्तिको मार्ग हो भएको हुँदाखेरि त्यही कारणले गर्दाखेरि अनि संसार र यो मोक्ष भनेको आफ्नो मनको स्वभावतालाई बुझ्नु नै हो भने यसरी अनि भनिएको छ। त्यही कारणले गर्दाखेरि यदि अनि यो नरकको यमराज भए तापनि अथवा यमदूत जो भए तापनि हैन अनि जस्तो सुकै थियो भने यो मनकै स्वभाव त हो भनेर त्यहीदेखि नै धर्मकायले अब पराङ्गत गर्न सक्छौँ, धर्मकायले प्राप्त गर्न सक्छौँ। अहिले नै मरे तापनि अनि नरकमा पुग्यो भने तर्सिनु पर्दैन। त्यसलाई तपाईँले सर्लङ्ग बुझ्नु भयो भने त्यही नै यो स्वभाव त धर्मकाय भने पनि छ। जे भए तापनि के हो त अनि विभिन्न यो परिपाटीहरू भनाबैरी गर्ने जुन अब अनि विभिन्न यो परिपाटीहरू विभिन्न आफ्नो सम्प्रदायहरू छ यसरी भन्ने भनाउँदाहरू धेरै भएको हुँदाखेरि यसलाई चाहिँ हामीले अब कुन चाहिँ शुद्धता हो हामीले यसमा पनि जाँच गर्न जरुरी देखेको छ। अब मिग्युतो चाहिँ जस्तो अब हेर्नु हो भने उहाँ चाहिँ अब के हो त एउटा ज्ञानमा एउटा
भ्रमित नभएको एउटा महान एउटा अब मार्ग देखाउने एउटा गुरु रहेको छ उहाँ हैन। पहिला अब बौद्ध धर्म पहिला अब यो के हो त भने संसारमा अब यसरी आउँदाखेरि अब रङ्दे नाङ्बा भनिन्छ आफ्नो पक्षको बौद्ध अनि अरू पक्ष अरू हिन्दू पक्ष भनिन्छ। यसरी आकाश अब हावा त फैलिँदै आयो व्यापक रूपमा हैन। विशेष गरी बौद्ध धर्म अब टिभीमा फैलिँदाखेरि के हो त पहिलो चरणमा फैलेको अनि मध्यम चरणमा फैलेको भन्ने सिद्धान्तहरू आयो हैन। अनि जुन लङ धर्मले यसरी बौद्ध धर्मलाई तनस मनस गर्यो त्यो बेला अब यो घिजुङ चाङ रप्सल मर्स्याके मुनि अनि यसरी अब दो प्रान्तमा यसरी जानु भएर अनि यो तीनजनाले हैन अब लाचे गोबर रप्सल अब यसरी उहाँलाई भिक्षु बनायो। त्यहाँदेखि अब विभिन्न के त उचङ भने अब उचङ प्रान्तमा यसरी अब खेपा मिचु भनिन्छ 10 जना अब विद्वानहरू यसरी अब लाई अब बौद्ध धर्मको अब भनौँ न एक किसिमको शिला अर्थात् भिक्षुको समूहलाई यसरी फैलायो हैन। त्यहाँदेखि भर्खर अनि बौद्ध अब मध्यम त अब बौद्ध धर्म यसरी जुन अब भिक्षुको वर्गहरू फैलियो। अनि यसलाई छिदर पनि भनिन्छ। पहिला फैलिएको बौद्ध धर्म पूर्ण अनि फर्मले अब अनि छिदर भनिन्छ। दुईटा यसो नदर र छिदर भनिन्छ। पहिलो चरणमा फैलिएको र अनि पछि चरणमा फैलिएको धर्म दुईटा अनि यसमा आउने हुँदाखेरि यसलाई अब भरधर पनि भनिन्छ, बीचमा फैलेको नि भनिन्छ। विभिन्न अब आफ्नो अब बताउने कुरा रहेको छ। अब जुन लङ धर्मले बौद्ध धर्मलाई अब नष्ट पारेको नष्ट नपारेको अगाडिकोलाई चाहिँ अब पहिलो चरणको फैलेको बौद्ध धर्म भन्छ भने नष्ट पारेर फेरि फैलेको धर्मलाई चाहिँ अब पछि बौद्ध दोस्रो चरणमा अर्थात् मध्यम चरणमा फैलिएको अब बौद्ध धर्म पनि भनिन्छ। अब त्यसमा अब काइजु हैन अब यो महामुद्रा लगायतका अब यो साकेपाहरू झनङ्पाहरू गेलुक्पा निङमापा चेपा सिजेपा विभिन्न बौद्ध सम्प्रदायहरू यसरी अब फैल्यो। त्यसरी अनि आफ्नै सम्प्रदायमा के हो त अनि जुन गलत र त्रुटि नभएको अनि शुद्धता अनि ज्ञानलाई यसरी उहाँले बाहिर प्रत्यक्ष रूपमा यसरी ल्याउनु भयो। आफ्नै सिद्धान्तहरू अनि यसरी फैलाउनु भयो। विभिन्न प्रवचनहरू विभिन्न साधारण असाधारण कुराहरूलाई यसरी अनि उहाँले पन्छाउनु भयो। पन्छाएर अनि यसरी के हो त दुई आर्य सत्यहरूलाई यसरी राख्ने यसको सीमाहरू अनि भ्रमित नभएर नभुलिकन यसरी आफ्नो ठाउँमा राखियो हैन। जुन यसको लिनुपर्ने कुन हो यसले हटाउनु पर्ने कुन यसरी आफ्नै सीमा छुट्यायो हैन। यसरी गलत र यसको गुणहरू अनि जुन त्याग गर्नुपर्ने हेर अनि जुन त्याग गर्नुपर्ने जुन लिनुपर्ने कुराहरूलाई अनि भ्रमित नभइकन अनि शब्द शिलाहरू त्यस्तै गरी अब यो विद्याहरू शब्द विद्याहरू हैन विभिन्न यो अनि त्यस्तै गरी यो कला विद्याहरू अनि चिकित्सक विद्याहरू अनि आध्यात्मिक विद्याहरू यसरी अब पाँचवटा महाविद्या ज्ञान अनि यसरी फैलिएर गयो भने अनि चीन भोट अनि विभिन्न अक्षरको विभिन्न अनेकन अक्षरहरू हैन ग्रामरहरू प्राचीन र नवीन यसरी ग्रामरहरू फैलिएर गए। त्यसमा पनि अब के हो त अब जुन अब कविताको अब मेलौमा भनिन्छ यसलाई लगायतका अब जुन अब यो काव्यहरू अनि रिन्चे झुङदिन भने यो विभिन्न काव्य लगायतका अनि अमृत कोश लगायतका यो अनि विभिन्न कुराहरू यसरी फैलिएर आए। अनि यस्तो कुराहरूलाई अब ल्यायो हैन। यो चाहिँ सबैले थाहा छँदैछ यो। अनि
त्यही कारणले गर्दाखेरि यो बुद्ध वचन र बौद्ध शास्त्रबाट उत्पन्न भएको अनि छोरो त नाम्ची किसेर धर्मलाई राम्रोसँग अनि छुटाउन सक्ने ज्ञान शुद्धता के हो होइन यो मनमा आफूले प्रत्यक्ष रूपमा प्रकट भयो बोध भयो होइन भयो नि र एउटा चार अब विषयहरू चार दृष्टि विषयहरूमा अनि एउटा उचित ज्ञानहरू एउटा निश्चित ज्ञान आफूमा भयो भने अनि त्यसको अनि पछि जानुपर्ने हुन्छ अरूले भनेको पछि पछि नगएर कुन चाहिँ सत्यता कुन चाहिँ असत्य हो भने त्यसलाई विचार विश्लेषण गरेर अनि जुन चाहिँ गलत छ त्यसलाई त्याग्ने जुन चाहिँ शुद्धता छ त्यो चाहिँ लिनु पर्दछ त्यसबाट लियो भने अनि यो चाहिँ शुद्धता हुनु पर्दछ भने यसरी अनि भनेको छ त्यसै गरी मिसिङको दोषीले के भनेको छ अनि चार दृष्टि निमित्त ज्ञानमा अनि निश्चित भएर अरूले भनेको पट्टि नलागेर आफूले गरेको ज्ञान कुन चाहिँ हो त्यसमा सत्यता छ कि छैन त्यसमा हेरेर अनि जुन चाहिँ सत्यता छ त्यसमा चाहिँ आफूले लिनुपर्ने इच्छा छ त्यो नै आफूले लिनु पर्दछ भने यसरी अब मिगी दोर्जेले यसरी भने तोक्जियो भने यसरी उहाँले बताउनु भएको छ त्यसै गरी अब खिम्बु शिवासो अब सन्त रक्षीलाई पनि यसरी अब अनि जुन चाहिँ अब शुद्धता छ जुन चाहिँ अब एक किसिमको के हो त अब गलत छैन जुन अब शुद्धता छ त्यो चाहिँ आफूले ग्रहण गर्नुपर्दछ भन्ने यसरी अब सत्कार सम्मान अनि गर्दछु र म गर्नेछु भने निकित यसरी उहाँले उल्लेख गर्नुभएको छ त्यसै गरी उहाँले अरू के कुरा बताउनु भएको छ भन्दाखेरि सन्त रक्षितालाई अनि राजा छिसौँ देउसेनले के भनेको छ भन्दाखेरि अनि यो तिमीले चाहिँ बौद्ध धर्ममा त्याग गर्ने कुराहरू लिने कुराहरू चाहिँ कस्तोले भन्दछ भनेर प्रश्न गरेको थियो राजा ठिउसौँ देउसेनले सन्त रक्षितालाई अनि सन्त रक्षिताले के अब उत्तर दिएको जवाब दिएको थियो भन्दाखेरि यदि मैले विचार विश्लेषण गर्दाखेरि जुन सही छ जुन शुद्धिकरण छ त्यो चाहिँ म अब लिनुपर्ने अभ्यास गर्नुपर्ने हो जुन मैले हेर्दाखेरि जुन गलत र एक किसिमको त्यो त्रुटि देख्छु त्यसलाई चाहिँ अनि त्याग गर्नुपर्ने कुरा हो यसलाई चाहिँ म त्याग गर्नेछु यही नै बौद्ध धर्ममा लिने र त्याग गर्नेको मुख्य विषय हो भने यसरी अब सन्त रक्षिताले बताउनु भएको थियो जुन राजा ठिउसौँ देउसेनको प्रश्नमा त्यसै कारणले गर्दाखेरि अनि अब आफूले नै एक किसिमको के हो त भ्रमित नभइकन नभुलिकन त्रुटि नभइकन होइन कुन चाहिँ शुद्धता छ कुन चाहिँ त्रुटि छ कुन चाहिँ गलत छ कुन चाहिँ सही छ त्यसलाई आफूले विश्लेषण त्यसलाई छानबिन गरेर अनि त्याग गर्ने लिने कुरा लिया यसरी लिनु पर्दछ यसरी नै बौद्ध धर्मको लिने र त्याग गर्ने कुराहरूमा म यसरी छुटाउने छु यसरी छानबिन गर्नेछु भने यसरी सन्त रक्षिताले यसरी बताउनु भएको थियो अनि म 30 मिनट अब आधा घन्टा म यसमा म अनि यो आधा घन्टा म विश्राम रहन चाहन्छु यो वङदु शब्द भनिन्छ जुन चाहिँ अब के हो त अधिकारमा ल्याउने पाठ चाहिँ यसरी अनि बीचमा पढ्नु होला अध्ययन यसलाई तपाईहरुले यो वन्दना गर्नु होला यो खाली विश्राम समयमा 다 간다 공도시면 신기 경험이 도지리야 다 अनि अघि मैले बताए चाहिँ अनि मिगी दोर्जे चाहिँ अनि आफू र अरूको अनि सबैको सिद्धान्तमा एकदम पोख्ता अनि र यसरी बताउने क्रममा उहाँ धेरै पोख्ता थिए यसरी बताउने
अनि बताउने क्रममा चाहिँ अनि फेरि उहाँले के भन्नुभएको छ भने दोर्जीले अनि यो तिम्रो गुरुको यो इच्छाहरू रहेछ त्यही कारणले गर्दाखेरि अनि अनि यो अरूले भनेको भरमा त्यो भनाउँदा कुराहरूको अनि त्यसको पछि लाग्यो त्यसको पुच्छर गर्यो भने पुच्छरको बाटोमा अरूले भनेको भरमा मात्रै त्यसको पुच्छर लाग्यो भने अनि त्यो गएको बाहेक अनि त्यसले अनि तिमीले कहिले पनि अब त्यो अरूले भनेको तिमीले दोहोऱ्याउने बाहेक अनि त्यो मान्छेले चाहिँ के हो त्यो किसिमको सम्पर मार्ग सम्बर मार्गको तिमीले ज्ञान कुनै पनि अनि यो भावनीमय प्राज्ञदेखि तिमीलाई कहिले पनि अब यो अनि आउँदैन होइन यो समाधिको कुनै एउटा साहस पनि तिमीमा अनि छैन होला किनकि अरूको भनेको पछि मात्रै लाग्ने रहेछ भनेको छ त्यसै गरी अब मिग्यू दोर्जेको हाम्रो चेलाहरूले पनि मेरो लामा चाहिँ एउटा समता र विपसनाको अब एउटा योगी को एउटा योगी भएकोले अनि घुमजुङ घिसेर अर्थात् यो भावनामय उत्पत्तिको प्राज्ञाको एउटा तर्क एउटा ज्ञान भएको अनि आफूले अब थाहा नभए तापनि के हो त किसिमको अब अनि थाहा नभए तापनि के हो त यो गहनता र गम्भीरता शून्यताको अब यो प्रवचन गर्ने अनि मसँग अब अभयको ज्ञान भएको हुँदाखेरि अनि अनि त्यही कारणले गर्दाखेरि यसरी हामीले एउटा अनुमान गर्न सक्छौँ कि अनि मिग्यू दोर्जे चाहिँ विद्वानताको तिनवटा कुराहरूले अनि सम्पन्नता भएको कारणले गर्दाखेरि अनि सबैमा अनि ज्ञानको सबैमा ज्ञानले पोख्त भएको अनि विशेष गरी के हो त अनि त्यसरी धेरै अब मेहनत गर्नु नपर्ने स्वयं नै सहजै रूपमा अनि यसरी ज्ञान प्राप्त हुने अनि जान्दछ अब भनेको छ विद्वानहरूले मिग्यू दोर्जे यसरी अब प्रशंसा गरेका छन् अब यो प्रचार गर्ने क्रममा पनि उदाहरणको लागि के हो त उहाँको प्रवचनमा के हो त बताउने क्रममा के हो त उहाँको पंक्ति एकदम मिलेको र एकदम मिठासता र शब्द अर्थ एकदमको लय मिलेको र ओजनदार अनि शब्दहरू एकदम स्पष्टता अनि जुन यसको लेख र बोलाइ एकदम कोमलता अनि शब्दमा शब्दले उनिएको घाँसिएको अलङ्कारिता अनि यसमा अनर्थ कुराहरू र त्यसमा सम्बन्ध नभएको कुराले त्यसमा नि त्रुटि नभएको अनि सुन्दाखेरि एकदम कर्णप्रिय भएको र एकदम सजिलो त्यही कारणले अनि यसको सुन्दाखेरि पनि होइन अनि हामीले बुझ्ने एकदम सजिलो भयो अनि हुँदाखेरि अत्यन्त राम्रो सरलता रहेको छ अनि जसले हेर्दाखेरि पनि यसलाई अनि विचार गर्नु सक्ने यस्तो रहेछ भन्ने अनि थाहा हुनु सक्ने एउटा थाहा भएको हुँदाखेरि अनि सबैले अब जान्नु सक्ने त्यस्तो विशेषता रहेको हुँदाखेरि त्यसै कारणले उहाँले जस्तो सुकै ग्रन्थहरू बताए तापनि अनि 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 अनेक गन्ती विद्वानको ठाउँमा गएर अनि प्रवचनहरू किसिमको सुन्नुभन्दा त बरु होइन मिग्यू दोर्जेको ठाउँमा गएर यो ग्रन्थको यो अनि ग्रन्थको शब्द अर्थ के हो भने अलिकता उहाँले सोद्धाखेरि पनि त्यसको शब्द अर्थहरू गम्भीरताको र यो कुराहरूलाई पनि के हो त उहाँले व्याख्या गर्दाखेरि एकदम सहजसँग अनि उहाँले बुझाउन सक्ने अनि यस्तो यस्तो हो भने यसो उहाँले केलाउनु हुन्थ्यो त्यस्तो क्षमता थियो त्यही कारणले गर्दाखेरि अनि उहाँसँग चाहिँ प्रवचन गर्ने प्रचार प्रसार गर्ने चाहिँ एकदम ज्ञान चाहिँ गम्भीरता र अनि यसको सीमा नभए अत्यन्त अनि गहनता थियो भने यसरी अब उहाँको चेलाले बताउनुहुन्छ अनि त्यस्तै गरी अब
अनि जुन अब मिगी तोजीले उहाँले अब देख्नु न अब यो ग्रन्थहरू कसैले अनि उहाँलाई हातमा चढाउनु भएर यसको विषयमा के अनि बताइदिनु व्याख्याहरू गरेर फुकाइदिनु न भन्नुभयो भने उहाँले शब्द अर्थहरू के हो त कुनै गल्ती नगरिकन भ्रमित नभइकन उहाँले अनि अभय तरिकाले उहाँले नतर्सिकन यसरी आराम छ सहज रूपले उहाँले केलाउनुहुन्थ्यो अनि उहाँले यसरी संवाद गर्दाखेरि पनि तर्क वितर्क गर्दाखेरि पनि के हो त अनि अरूको के हो त मिथ्या दृष्टिहरू एउटा गलत धारणाहरूलाई पनि यसरी उहाँले के हो एकैचोटि उहाँले फुकाउनुहुन्थ्यो र त्यसलाई अब हटाउनुहुन्थ्यो अनि अनि उहाँको जुन अब एउटा के हो त अभिमान एउटा घमण्ड टापु जो छ भने घमण्डलाई अनि न्यून पर्नु सक्ने क्षमता जुन मिगी दोर्जेमा थियो र यो उहाँको पोख्ता हुने एउटा विद्वान हुने खुबी थियो एक समयमा के हो त अनि भोटमा एकदम पण्डित विख्यात पण्डित जस्तै अब महापण्डित अनि दोर्जे ग्याल्पो अनि थम्जे खेम्बा अब भोतोङ छिमेटुपा भने अब विद्वान हैन थम्जे खेम्बा छिमेटुपा भने जस्तो अनि खेबियाङको च्याङ्ला रब्जम्बा अनि लगायतका आदि अनि विद्वानहरूको अनि सामु अनि अनि उहाँ मिगी दोर्जेको सामु आउनु भयो भने के हो त अनि मिगी दोर्जेकोले जुन अब यसरी प्रचार प्रसार संवाद गर्दाखेरि जुन अब आगामबाट विद्वानबाट यो विधिबाट हैन जुक्तिबाट उहाँहरूलाई अब यसरी अब पराजय गराउनु हुन्थ्यो अरे हैन आफ्नो अब अधिकमा राख्नुहुन्थ्यो भन्ने छ त्यसै गरी अब त्यो बेलामा घिदेम्बा थाम्चेकेमा जस्तो कि घिदिन टुपा अनि झिदु सेरवा उहाँहरूले अब के भन्नुहुन्थ्यो भन्दाखेरि अब उहाँहरूले अब यसरी अब प्राज्ञ पारमिता हैन शास्त्रहरू अनि यसरी हेर्दाखेरि जुन मिगी दोर्जेले यसरी हेर्दाखेरि हैन अनि यो चाहिँ के हो त चीनको एउटा तिब्बतमा चाहिँ चीनको एउटा हसनको यो एउटा पक्षलाई समात्ने एउटा महायोगीहरू अनि को अनि यसरी सुनेको मात्र रहेछ भने उहाँले अनि अरूहरू चाहिँ त्यस्तै अब हासाङको अब यो दर्शन सुनेको मात्र रहेछ तर के हो त अनि मिगी दोर्जे चाहिँ के हो त अरू हेरी अत्यन्तै अनि फरक तर विशेषता अनि ज्ञानले पोख्त भएको रहेछ भने यसरी अब घिदिम्बाको विद्वानहरूले पनि यसरी प्रशंसा गर्नुहुन्थ्यो त्यो बेला के हो त जुन अब जुन यो बेला चाहिँ अब साँच्ची नै अब यो भन्ने भनाइ मात्रै छ र एक किसिम के हो त अब साँच्ची नै भेटेर अब संवादहरू गर्नु मौका पाएन तर पनि के हो त अनि यो धोर्जे जस्तो कि अब धोर्जे गेल्पो लगायतको उहाँसँग चाहिँ साँच्ची नै प्रत्यक्ष रूपमा भएर यसरी बौद्ध धर्म प्रति यसरी अब संवाद गर्नुभएको त प्रत्यक्ष रूपमा अब साङ्गे पल्टुपले अब के भन्नुभयो भन्दाखेरि होइन आजभोलि कुनै मान्छेहरूले अनि यसरी बनाउँदछ होइन अनि उहाँले जस्ता कि अब अरू गुरुहरूसँग प्रतिस्पर्धा गर्दाखेरि यसरी अनि प्रवचनहरू गर्दाखेरि यसरी के हो त अब अनि अरू हेर्दाखेरि अब अरू हेरी अब राम्रो छ भन्ने भित्रमा त्यही भनेको भरमा अनि तिम्रो गुरु चाहिँ विद्वान त हुनु सक्दैन होइन अरूले भनेको भनाउँदाको विषयमा त्यो पछिमा गयो भने तिम्रो नाम चाहिँ विद्वान तर एउटा विद्वान र पोख्त हो भन्नु ठहरिँदैन अनि उहाँ विद्वान त हो भनेको चाहिँ के हो त तिमी नै एउटा विद्वान नभएको होइन भन्ने एउटा बुझाउँदछ त्यही कारणले अरू विद्वान त हो मेरो गुरु यस्तो विद्वान त छ भनेर अनि महान अरूभन्दा फरक छ यसरी छुट्याएर मात्रै तिम्रो गुरु महान त हुन सकिँदैन
अनि यसरी यसरी ठेगानाले उहाँहरूले बताएको सत्य त हो तर पनि मैले मिगी दर्जेलाई त्यो किसिमको विद्वान त भने के हो त भन्दाखेरि उचामा चाहिँ विद्वानले पनि उहाँले प्रशंसा गर्ने भएको हुँदाखेरि विद्वानसँग प्रतिस्पर्धाहरू गर्दाखेरि पनि उहाँ विजय हुनुमा सफलता हुनु भएकोले मेरो गुरु अनि विद्वानता र पोख्ता हो अरूभन्दा विशेष छ भन्ने बताएको हुँ भने यसरी बताए अब यसरी संवाद गर्दाखेरि पनि हैन जस्तो कि अब मिगी त अब कर्मपाको विभिन्न अब अवतारहरू हामीले अब विभिन्न ग्रन्थहरू लेखेको हामीले खोल्नु पाउँदैन हेर्नु पाउँदैन हैन हामी त्यति अब पुण्य भएन हामी अभाग्य भयौं तर जति पनि भएको यो मिगी दर्जेको कृपाले गर्दा हो अब जस्तो कि अनि हाम्रो कुञ्जहरूले गर्नुभएको मिगी दर्जेको यो के हो त प्रवचनको पंक्तिहरू अनि मिगी दर्जेको कबुम अनि पहिला अब अनि टिबेटबाट अब यसरी निकालेको थियो अहिले पनि मैले अब मिगी दर्जेको यो कबुमलाई चाहिँ अब उहाँको प्रवचनलाई चाहिँ मैले अहिले यसरी मिलाइरहेको छु पंक्तिहरू अब यो निकै नै ठेली 25 देखि 30 समय यसरी ठेली बन्नु जान्छ निकै नै ज्यादा रहेको छ अब एउटा भनाइमा चाहिँ कर्म अनि कर्म पक्षले चाहिँ के हो त अनि जुन अनि बुद्ध वचनमा जुन 101 103 2 ठेली छ हैन त्यो अनि बुद्ध वचन भयो जस्तै अनि कर्म पक्षलाई पनि के हो त अनि 103 अनि ठेली नै उहाँको प्रवचन रहेको छ भने अनि भन्ने भनाइ छ त्यही कारणले गर्दाखेरि अब अहिले अब 3-4 बाइक ठेली बाइक त्यति छैन त्यसै कारणले गर्दाखेरि अनि यो कर्मपाको अवतारमा हेर्ने भने अहिलेसम्म आएकोमा एकदम ज्यादा लेखमा प्रवचनमा एकदम ज्यादा मिगी दर्जे रहेको छ जुन अब मोक्ष प्राप्त गर्ने एउटा इच्छुक हुने एउटा महानुभावले हेर्दाखेरि अनि सुन्दाखेरि हेर्दाखेरि एकदम के हो त त्यसको बुझ्नु सजिलो हैन अभ्यासमा एकदम के हो त अभ्यास लिँदा गर्दाखेरि एकदम स्पष्ट बुझ्ने हैन अनि आफूले अनुष्ठान गर्दाखेरि त्यसको अब के हो त ज्ञान वृद्धि हुने मति फैलिएर जाने शब्द अर्थ एकदम स्पष्टता त्यसको अब व्याख्यानहरू एकदम विस्तारमा भएको हैन यसरी अब धेरै नै अब फरक रहेको छ हैन विशेष गरी अब उदाहरणको लागि उहाँ अब 22 वर्षको उमेरमा उहाँले विनय पिटकको यसरी अब सूत्रको मुख्य अब श्लोकको अब शब्द यो यसरी उहाँले अब एउटा व्याख्या टीका लेख्नु भयो हैन 23 वर्षमा उहाँले यो प्राज्ञ पारमिताको महा टीका लेख्नु भयो व्याख्यान लेख्नु भयो 24 वर्षमा उहाँले डा कलपा भन्ने टीका लेख्नु भयो महा टीका त्यसै गरी अब 26 वर्षको उमेरमा यो विनय सूत्र मूलको यसरी अब विशेषता अब यो व्याख्यान गर्नु भयो टीका लेख्नु भयो अनि 37 वर्षको उमेरमा यसरी गुम्बजो अभिधर्म कोश यसरी लेख्नु भयो अब यो विभिन्न वज्रयानको कुराहरू पनि अब सावाङिङबो भनिन्छ त्यो पनि अब आफूले अब यसरी लेख्नु भयो जुन अब यसको चाहिँ अब जुन ठङ्गु यो प्रकाशनबाट एउटा किताब जुन मिगी दर्जेद्वारा अब यो लेखिएको कुरा अब उहाँहरूले अब प्रकाशन गरेको छ किताब जुन धेरमाटुप चाहिँ सँगै निम्बो भनिन्छ हैन उहाँको अब मूल गुरु रहेको छ अब उहाँले अब 37 वर्ष अब नपुग्दाखेरि अनि
यसरी वज्रयानको व्याख्या नगर हैन व्याख्या नगर भने यसरी अब विभिन्न अब यसरी अब भविष्यवाणीहरू आयो हैन त्यही कारणले गर्दाखेरि अनि उहाँले 19 वर्षको उमेरमा अब आफ्नो भन्दा अधिकतम ज्यादा भगवान हैन सिद्ध गुरुहरूदेखि अब उहाँले अब भविष्यवाणी भएको थियो अनि केही समयको लागि अनि जो अब जुन अब कदम्बाको विभिन्न अब प्रवचन यसरी फैलाउनु होला भविष्यमा एउटा अनि असाधारण अनि सम्प्रदाय तिमीमा अनि फैलिनेछ भने यसरी भविष्यवाणी गर्ने हुँदाखेरि त्यो त अनि त्यस्तै अनुसार उहाँले अनि 27 वर्षको उमेरमा अनि बल्ल अनि जुन अब यसरी अब यो अभिषेकहरू उहाँले यो वज्रयानको विभिन्न अभिषेक अबको मण्डलमा यसरी प्रवेश गरेर उहाँले अब अभिषेक प्रदान गर्नु भएपछि अनि यसरी अब परिपाक हुने अब अभिषेक पाउनु भयो अनि मुक्ति हुने यसरी मार्ग देखाउनु भएर अनि यसरी अनि प्राप्त भएको हुँदाखेरि अनि हिस्से खण्डमा हुँदैन भनिन्छ ज्ञान ढाकिनेहरूले यसरी भविष्यवाणी गर्नुभयो त्यस्तो गरी थुसिलामा नजर भनिन्छ चार अब चरणको योग जुन यो विख्यात फैलिएको एउटा विधि पाठ छ त्यो भित्र भएको कुराहरू अनि यसरी अब अनि त्यहाँदेखि अनि यसरी यो विभिन्न अनि त्यहाँदेखि अनेकन्ती यसरी अब वज्रयानको कुरा लेख्नु भयो हैन अनि यसरी त्यहाँदेखि उहाँले अनि सिलहरूलाई कुनै पनि उहाँले गल्ती र यसरी त्रुटिहरू गर्नु भएन सिल राम्रोसँग पालना गर्नुभयो हैन यसरी विभिन्न सबै कुराहरूमा उहाँले चासो गर्नुभयो अनि उहाँको के हो त शिक्षा पनि विशेष गरी के हो त अनि उहाँले कहिले पनि कुन आफ्नो चेहराहरूलाई कहिले पनि एक किसिमको अशुद्ध वस्तुहरूलाई अनि ग्रहण गर्नु दिएन हैन अनि उहाँले चौपया घोडा कहिले पनि चढ्नु भएन अनि उहाँहरू अनि एकदम सहकारी ल्याउनु भयो उहाँले ममसारी कहिले पनि लिनु भएन अनि व्यर्थ आफ्नो स्वार्थको कुराहरू कहिले पनि उहाँले ग्रहण गर्नु भएन प्राणी हितको लागि कार्य रच्नुभयो र आफ्नो स्वार्थको लागि कहिले पनि यसरी विभिन्न ग्रहण गर्नु भएन सधैँ नै अनि एकाग्र ध्यानमा उहाँ लीन हुनुभयो यसरी अब यसरी धेरै समयसम्म उहाँ ध्यानमा लीन हुनुभयो अनि आफूमा ज्ञानको बोध अरूमा के हो त अनि दर्शनमा अत्यन्त पोख्त यसो हुनुभयो अनि उहाँले अनि निकै समय मौन व्रत बसेर यसरी सत्य ज्ञानको खोजी गर्नुभयो अनि एकदम गम्भीर कुराहरूलाई उहाँले गुप्त धारणा गरी अनि पछिको पुस्ताहरूमा उहाँले बाँड्नुभयो अनि आफ्नो गल्तीहरू कुनै पनि लुकाउनु भएन उहाँले अनि कहिले पनि उहाँले झुटो बोल्नु भएन अरूलाई एक किसिमको आफ्नो फन्दामा पार्नु भएन लोभ लालचमा दानदाताहरू जुन लोभमा फसिएको छ होइन एक किसिमको शील भ्रष्ट छ त्यसपछि कहिले पनि उहाँको नजर गएन एक किसिमको जुन यो भनौँ न यो सांसारिक माया मोहमा कहिले पनि उहाँले मन राख्नु भएन जे भए तापनि धक्पुकायु जुन पूर्व गुरुहरूको जुन अब जीवनी कथाहरू छ त्यसले नै उहाँले ग्रहण गर्नु भएर त्यस्तोकै बाटोमा जानुभयो जे भए तापनि के हो त उहाँले आठवटा प्रपञ्च आठ सांसारिक धर्महरूको चाहिँ उहाँले प्रपञ्चको यो लट्ठ नै काट्नु भएर यसरी उहाँ सत्य मार्गमा जानुभयो यस्तो उहाँको खुबीहरू थियो विभिन्न होइन अनि यसरी उहाँ यसरी शुद्धता भनेर यसरी उहाँको खुबीले बताएर बुझिन्छ हामीले अनि आज म यति नै विश्राम गर्न चाहन्छु विशेष गरी यो 14 गतेदेखि अब गर्नुपर्ने 14 तारिकदेखि तर पनि यो समयको यो अभावले गर्दाखेरि अनि विभिन्न यो कुराहरूले गर्दाखेरि मैले त्यो बेला विभिन्न बैठक पनि भएको थियो अनि केही बैठकहरू भएको थियो त्यो बेला
हैन त्यस्तो हुँदाखेरि मैले 14 तारिखदेखि मैले गर्न सकेन अनि त्यही कारणले अनि यो समयले जसरी पनि मैले अनि आजदेखि सुरुवात गर्नुपर्ने यस्तो आयो अनि मैले अस्ति आशा गरेको जस्तै अनि अनि मैले जति सक्दो अनि यो मिगु दोर्जेको जुन अब यो जीवनी कथाको एउटा राम्रो कामको कथा जति सक्दो यो समयमा अब म सघाउनेछु भन्ने आशा गर्दछु अनि धन्यवाद अ, सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु अब आजको लागि यतिमै म विश्राम रहन चाहन्छु फेरि अर्को दिनमा फेरि यसको विषयमा बताउनेछु